हेलो सबैजनालाई नमस्कार। माघको 6 गते आज मङ्गलबारको दिन चाहिँ हामी स्पोर्ट्स चाहिँ गर्न गइरहेको छौँ काष्ठमण्डप कलेजको। हजुरहरू चाहिँ भिडियोमा देख्न सक्नुहुन्छ। आज चाहिँ फुटसल र भलिबल रहेको छ। क्रमशः भोलि सोही गेम र पर्सि चाहिँ हाम्रो ब्याडमिन्टन, त्यसपछि टिटी, त्यसपछि चेस, क्रिकेट लगायत अन्य गेमहरू हुनेछ। देख्न सक्नुहुन्छ भिडियोमा। भिडियो अन्तिमसम्म हेर्नुहोला। यो टी सर्ट लाएको हाम्रो दुईजना बहिनीहरू, कलेजको टी सर्ट लाएको त्यहाँको दुईजना बहिनीहरू यो सहित ऊ त्यो ब्यानर चाहिँ अगाडि बोकेर फ्रन्ट लाइनमा बस्ने, पछाडि सबै विद्यार्थी भाइहरू ठ्याक्क स्ट्रेट हुने गरी दुईवटा लाइनमा बस्ने। आफूलाई मनपर्ने कुनै एउटा सामान, कसैले चेस, कसैले टिटी, कसैले ब्याडमिन्टन, कसैले भलिबल, कसैले क्रिकेट। Happy Sports Week! Hip hip! Hooray! Hip hip! Hooray! Hip hip! Hooray! Hip hip hooray! Hip hip hooray! Hello, sir. ल हामी चाहिँ आज यहाँ चाहिँ ल राजेश ब्लगमा ल खै हाम्रो चाहिँ काष्ठमण्डप कलेजले खेलाउन आइरहेको हो है फुटसल। ल फुटसल हुँदैछ यहाँनिर। ल आज हामी कहाँ आएको छौँ ल भन्नु? फुटसल। ल फुटसल लेडिज टिम यहाँ छ, दुईवटा टिम, एकदमै सशक्त टिम। फुटसल टिम होइन त तिमीहरू? अडियन्स ल यहाँ ल त्यसपछि यहाँ चाहिँ हाम्रो फुटसल टिम। साथीले दिएको पास हातै नछुने साथी गेम टुर्नामेन्टै हो, कलेज फ्रेन्डली म्याच खेलेको होइन, टुर्नामेन्ट हो। साथीले बल इमर्जेन्सी बल दियो भने किपरले हातै नसमात्ने। फर्स्ट चान्स पायो, सेकेन्ड चान्स पायो, फर्स्ट डट। त्यो बेलामा के हुन्छ त पेनाल्टी होइन, फ्री किक, पेनाल्टी फ्री किक इन्डाइरेक्ट है, इन्डाइरेक्ट फ्री किक। नो वान चान्स है, एक चान्स पनि नदिने, बुझ्यौ? एक चान्स पनि नदिने है। साथीले हाल भइरहेको गेम बिएस
12 भर्सेस BS 11 को गेम भइरहेको छ नेपाल कास्टोमोनो कलेजमा। त्यो फुटसल टुर्नामेन्ट देख्न सक्नुहुन्छ तपाईहरु सबैजना। BS 11 भर्सेस BS 12। यहाँ दोस्रो गेम हुन गइरहेको छ। दोस्रो गेमको चाहिँ ब्रिफिङ हाम्रो भाइस प्रिन्सिपल सर र काउन्सिलिङ इन्चार्ज सरले चाहिँ लिँदै हुनुहुन्छ। ब्रिफिङ देख्न सक्नुहुन्छ। CS ग्रेड 12 को गेम हुन गइरहेको छ। सबै जीवन त होइन नि त, एउटा इन्टरटेनमेन्टल स्पोर्ट्स सेलिब्रेसन गर्ने हो। त्यसैले ज्यानै फालेर भुटिएर आँखा चुनेर त्यसरी पनि खेल्ने होइन। सबैले सेफ तरिकाले पहिला त शरीर सेफ हुनु पर्यो नि, पास खेल्न पर्यो, शरीर सेफ हुनु पर्यो नि त, अनि त अरू गेम खेल्न पाइन्छ होइन र। यही नै अन्तिम गेमहरू होइन नि त। त्यसरी नखेल, रक नखेल, खुट्टामा नहाल। दोस्रो गेम देख्न सक्नुहुन्छ। ग्रेड 12 CS भर्सेस ग्रेड 11 BS। यो टिम रहेको छ ग्रेड 11 BS देखिरहेको साइडको ग्रेड 11 BS। त्यसै गरी हामीसँग यता सुरज श्रेष्ठको टिम रहेको छ CS फर्स्ट। गर्ल्सको गेम सबै उही गएर बस्छ। फाल फाल बुढाइको बल राताले हानेर पोस्टमा लिएर जाऊ न अब त।
डे म्यानेजमेन्ट भर्सेस ग्रेड 12 साइन्सको गेम भइरहेको छ। सरहरू पनि यहाँ एकदमै गेम हेर्दै हुनुहुन्छ। भाइस प्रिन्सिपल सर र सिओ सर सहित हामी सबैजना छौँ फुटसलमा। एचएम भर्सेस सिएस ग्रेड 11 को गेम। साइन्स 12 को गेम भइसकेको छ। हाल भइरहेको गेम एचएम फर्स्ट भर्सेस सिएस। दोस्रो राउन्डको गेम सिएस फर्स्ट भर्सेस होटल म्यानेजमेन्ट को गेम भइरहेको छ। सिएस फर्स्ट कि सेकेन्ड जग्गा छ? सिएस फर्स्ट कि सेकेन्ड यो अहिले? सिएस फर्स्ट भर्सेस एचएम फर्स्ट। यो टिम एचएम फर्स्ट रहेको छ यताको, भने यतापट्टिको टिम गोल, बवाल गोल। एचएम फर्स्टले गोल हान्न सफल, 2 गोल। सेकेन्ड राउन्डको गेम